हामीभन्दा एउटा निक्लेर जाने वस्तु रहेछ एउटा, यी छुट्टै वस्तु छ, दुईवटा वस्तु छ हो। एउटा यी छोड्नुपर्ने शरीर, निक्ले जाने म। मको परिभाषा त कति त के हो म? एकैले म नै ब्रह्म हो भन्थे, खालि म ब्रह्मभन्दा पृथक वस्तु पनि भने दुईवटा छ सिद्धान्त हाम्रो शास्त्रमा। अब तपाईँ हामी दुईवटा पदार्थ हौँ, एउटा म निक्लेर जाने, एउटा चाहिँ यी छुट्ने, दुईवटा मिलेर हामी बनेको होइन हो। एउटा यहीँ छोड्नेवाला वस्तु, एउटा जानेवाला वस्तु, दुईवटा यही त छन् छैन नि। म मर्दा मर्नु भने कोही पनि मर्दैन, शरीर प्रकृतिमा मिल्छ, आत्मा भगवान्मा जान्छ, नरक जान्छ। दुईवटा वस्तु छन् हामीसँग। संयुक्त मेतक्षरमक्षरम चाहिँ संयुक्त क्षर र अक्षर दुईवटा संयुक्त छन्। क्षर भनेको शरीर, अक्षर भनेको आत्मा, यी दुईवटा संयुक्त छन्। यो कुरा हाम्रो बुझ्यो। हामीले दुईवटा रहेछौँ है, एउटा शरीर रहेछौँ, एउटा म रहेछ, दुईवटा। भगवान् चाहिँ भगवान् चाहिँ एउटै हुन्छ। शरीर नै भगवान्, भगवान् नै शरीर। हामी चाहिँ शरीर नै म होइन, म नै शरीर होइन। शरीर अलग हो, म अलग हो। दुईवटा मिलेर हामी हिँडेका कुदेका खाएका छौँ हामी, दुईवटा मिलेर। भगवान् चाहिँ भगवान्को शरीर अलग्गै हुँदैन। भगवान् नै शरीर, शरीर नै भगवान्। पानी नै बरफ, बरफ नै पानी हो। त्यही भगवान् नै शरीर, शरीर नै भगवान्। भगवान्को शरीर हाम्रो यस्तो फर्मुला मांस पिण्डको होइन। भगवान् नै शरीर बन्नुको, शरीर नै भगवान् बन्नु। अहिले भगवान् जाँदा शरीर छोड्नु न। कसो गएर त्यो थाहा पाइँदैन। जस्तै श्रीकृष्ण भगवान् 125 वर्षको उमेरमा बस्नुभयो, जाने खेलामा शरीर खोइ त। भगवान् श्रीकृष्ण मर्नु पऱ्यो अनि आमा त्यहाँ गाउँका मान्छे भेला भएर लगेर समुद्रकी राम्रो लास जलाहाल्यो भन्ने मान्छ। विद्युत सौदामणि यथा भगवान् गायो। हामी त कहाँ गनाएर कसैर घाँटा लगायो भने डन्डन किने सिकाउनु थाल्छ। भगवान् र भगवान्को शरीर एउटै हुन्छ, बरफ र पानी एउटै भए जस्तो। तर हाम्रो चाहिँ शरीर अलग, हामी म अलग, दुईटा हुँदो रहेछ। अरे म र मेरो मिलेर हामी भयौँ। भगवान् चाहिँ म नै म मिलेर बन्नुभयो। एउटा कुरो सर्लङ्ग हो, दुईवटा कुरो सर्लङ्ग पारेर है मैले सर्लङ्ग हुनुभयो नि।